So, hello everyone, and welcome back to yet another vlog on Lens and Lanes. आज चाहिँ म आफ्नो साथीलाई भेट्न जाँदैछु अनि ऊ चाहिँ काठमाडौँबाट आएको छ अरे चितवन, त्यही भएर उसलाई भेट्न जान लागेको। म चाहिँ अब प्रवेश भान्जाला कुर्दैछु। म प्रवेशलाई लिन घर गएको प्रवेशको, ऊ चाहिँ मेरो घर गएछ, हल्का मिसकम्युनिकेसन भएछ। अनि हामी चाहिँ अहिले यो मिलन चोकमा ठ्याक्क उताबाट आयो, भेटेछौँ। के छ प्रवेश? विशाल चोक के छ अरू? ए हामी चाहिँ अहिले विशाल चोक जाँदैछौँ। पछाडि प्रवेश छ होइन। विशाल चोकमा चाहिँ हिमालको मामा घर रहेछ, अनि उ त्यहाँ आएको छ। हामी त्यही भेट्न जाँदैछौँ। यो बाटो देख्दा देख्दा नि हजुरहरूलाई वाक्क लागिसक्यो होला हो। अब 1-1.5 महिना भइसक्यो यो बाटो हिँड्न लागेको। उताको खास हाम्रो सिधा पर्ने बाटो, त्यहाँ चाहिँ अहिले बनाउन लागेको भएर हामी यो बाटो हिँड्न परिरहेछ। अलि फेरो पर्छ हामीलाई हल्का यो, त्यही पनि केही छैन। अब के गर्ने, हिँड्न त पर्यो जसरी नि। यस्तो छ पानीले। चाहिँ यस्तो बनाइरहेको छ क्या अहिले, अनि बाटो ब्लक छ। यस्तो घाम लागिरहेको छ, यस्तो टाइममा क्लिप्सहरू राम्रै आइरहेको होला होइन। खतरा हाथ दारी ग्याङ हो क्या नम्बर प्लेटमा। गरेन, कुरै भएन। ए यसो सानो राइडमा जाऊँ न भन्ने चाहिँ मेरो प्लान हो। वीरेन्द्र क्याम्पसको चोकबाट भित्र लाग्यौँ। यहाँबाट विशाल चोक गएर चाहिँ हामीले उनीहरू दुईजनालाई पिकअप गर्छ। मजाको वेदर छ यार आज हिँड्नलाई, क्लिपहरू खिच्नलाई। क्लिटर्समा ठाउँ छैन गाडी राख्न। आमामामा ओ ए भाइ के छ भाइ? आम्मा फर्स्ट टाइम भेट्दैछु यार। के छ? हेलो भनिदेऊ नि त भ्लगमा। के रे तिम्रो नाम? विशाल। कहाँ जाने हो त हामी आज? यहाँ त केही छैन। जानी चाहिँ कहाँ हो? होइन, मामा घर आउनु कारणै त्यही हो त। दुई भाइ छन् क्या, दुईटा भान्जा लिएर हिँडेपछि हामीलाई बाल हो। खै जानी कहाँ यार? देवघाट गए पनि हुन्छ, त्यहाँ पनि म टेकेको छैन यार। देवघाट जानी? जाउँ, यताबाट निस्केर गए नि हुन्छ। भनेपछि यो क्याजुअल भ्लग त देवघाट भ्लगमा चाउन हुने भयो साथीहरू। ल आज चाहिँ हामी देवघाट जाने भयौँ नि। अहिले चाहिँ बाइपास रोडमा छ। मसँग चाहिँ हिमाल छ, अनि यहाँ मिररमा हेर्न सक्नुहुन्छ प्रवेश र हिमालको भाइ छ यहाँ।
वेदर आज राम्रो छ, पानी परेपछि हल्का खुलेको मौसम। out the whole next day, laughing, having fun. Summer love, you have no idea what you did to me. Summer love, didn't care that we weren't meant to be. You were mine, I was yours. Take me back once more. Summer love, where did you go? Summer love, you have no idea what you did to me. ल हामी चाहिँ फाइनल्ली देवघाटभित्र आयौँ। यो चाहिँ ठुल्ठुलो गाडीहरूको लागि पार्किङ गर्ने ठाउँ हो यो। अनि यहाँबाट तल चाहिँ यो स्वर्गद्वार भनेर छ, सिधै तल त्यो घाटहरूतिर जलाउने ठाउँतिर जाने बाटो भइहाल्यो। हामी चाहिँ तर अहिले सिधै उता पुलतिर जान्छौँ। म भित्री भागहरू चाहिँ तपाईँहरूलाई देखाउँछु। ल लेट्स गो। हामी चाहिँ पुलबाट पारी जाने सल्लाह भयो। म चाहिँ झोलुङ्गे पुलबाट जाँदैछु। हिमाल र हिमालको भाइ चाहिँ निस्केर गयो, किनभने यहाँ चाहिँ सिङ्गल मात्र जान पाइन्छ, चढाएर जान पाइँदैन। त्यही भएर उनीहरू हिँड्दैछ अनि हामी चाहिँ सिङ्गल जाँदैछौँ। You were mine, I was yours. Take me back once more. Summer love, sweet joy. Where did you go? बाटो छोड बहिनी। यस्तो झोलुङ्गे पुलहरूमा हिँड्दाखेरि चाहिँ सिधा अगाडि हेरेर हिँड्नुपर्छ कि। Remember the days we were wild and free, basic getting spread on. We used to dance the night away, hang out the whole next day, laughing. यस्तोमा हिँड्दाखेरि चाहिँ तलभन्दा पनि सिधा अगाडि हेरेर हिँड्नुपर्छ, अनि चाहिँ बल्ल यो कटाउन सजिलो हुन्छ होइन। अहिले चाहिँ हामी राम्रो टाइममा परेछौँ, जस खाली नै छ, नत्र यहाँ यस्तो खाली पाउन पनि गाह्रै पर्छ कि होइन। यस्तो खाली भएको बेलामा ठिक हुन्छ, नत्र यहाँ त उताबाट नि बाइक आइदियो भने चाहिँ झ्याउ हुन्छ कि। सानो हुन्छ नि त बाटो। यो चाहिँ देवघाटको ठ्याक्क प्रवेशद्वार भयो। हामी चाहिँ अहिले ठ्याक्क पुल क्रस गरेर अनि उनीहरूलाई राख्यौँ बाइकमा। अब चाहिँ हामी सायद गुफातिर लाग्छौँ कि सही हो सही हो।
हामी चाहिँ अहिले तल सीता गुफातिर जाँदैछौँ। यो चाहिँ सीता गुफा जाने बाटो। पक्कै पनि यो मेरो कर्म दोष हुनसक्छ। मैले पूर्व जन्ममा ब्राह्मण देवलाई ज्ञानी, पूर्व जन्ममा मैले ज्ञानको दान गरेको भए पक्कै पनि यो जन्ममा म ज्ञानी हुन्थेँ। यो कर्म जो छ शास्त्र विधान